मलमास भने चाहिँ ज्योतिषीय गणनामा सूर्य र चन्द्रमाको अन्तर हो। सूर्यका अनुसारले हाम्रो 30 दिनको महिना हुन्छ र चन्द्रमाको अनुसार चाहिँ चन्द्रमा तिथि अनुसार चल्दछ। तिथि अनुसार प्रतिपदा, द्वितीया, तृतीया यसरी गरी पनि जान्छ र साथसाथै नक्षत्रमान पनि भनिन्छ। चन्द्रमाले 27 दिनमा एक महिनालाई पार गर्दछ। यसरी सूर्य र चन्द्रमाको ब्यालेन्स मिल्न आउँदैन। नआउँदाखेरि चाहिँ बीचमा मलमास पर्दिँदाखेरि चाहिँ हाम्रो के हुन्छ भने हाम्रा चाडपर्वहरू ब्यालेन्समा बस्छन्, हल्का तलमाथि भए पनि। नत्र यदि बीचमा मलमास आएन भने हामीले मनाउने चाडपर्वहरू अन्धाधुन्ध हुन्छन्। कोही जस्तो हामी दशैं मनाउँछौँ असोजमा, यो मलमास पर्दा कहिले काहीँ मात्र हामी त्यस्तो गरेर कार्तिकमा मनाउँछौँ पुग्छौँ, कार्तिकमा दशैंको टीका हुन्छ, नत्र त्यहाँभन्दा पर पर्दैन। यदि मलमास नपर्ने हो भने हामीले मनाउने दशैं चाहिँ कहिले पुसमा, कहिले माघमा, कहिले चैतमा, कहिले वैशाखमा यसरी पर्छ। यो अस्तव्यस्तता हुन्छ। त्यसकारणले बीचमा यो सम्पूर्ण चाडपर्वहरूको ब्यालेन्स मिल्नको लागि पनि मलमास आउँछ। तर मलमास मिल्ने चाडपर्वको ब्यालेन्स मिलाउनको लागि मात्र होइन। मलमास आएको चाहिँ के हो भने यो चान्द्रमान भनिन्छ। औँसीको भोलिपल्टदेखि प्रतिपदा जुन सुरु हुन्छ त्यो प्रतिपदादेखि औँसीसम्मको समयलाई एक चान्द्रमान भनिन्छ। र हाम्रो सौरमान चाहिँ 1 गतेदेखिको मसान्तसम्मको हुन्छ। कुनै 30 दिनको, कुनै 29 दिनको, कुनै 32 दिनको यसरी हुन्छन् सौरमानको मास चाहिँ। यो चान्द्रमान चाहिँ प्रतिपदादेखि शुक्ल पक्षको 15 दिन र कृष्ण पक्षको पनि फेरि अर्को 15 दिन गरेर यो 30 वटा तिथिको चाहिँ चान्द्रमान हुन्छ। औँसीको भोलिपल्टको प्रतिपदादेखि औँसीसम्म एक चान्द्रमानको बीचमा संक्रान्ति परेन, अर्थात् सूर्यले राशि परिवर्तन गरिदिएन भने त्यो चाहिँ बढी हुन आएको महिना भनेर बुझिन्छ। त्यसलाई चाहिँ अधिक मास भनिन्छ। वास्तविक यसको नाम चाहिँ बढी भएको महिना, संक्रान्ति नपरेको महिना भनेर यसलाई अधिक मास भनिन्छ। र अधिक मास भएको हुनाले यो बढी भएको समयमा हाम्रा कुनै पनि चाडपर्वहरू पर्दैनन्। उही नित्य कर्म अन्तर्गतका चाहिँ पर्दछन्। जस्तो यो वर्ष जेठ महिनामा पर्यो। जेठ महिनामा जुन हामीले दशहरा पर्व मनाउँछौँ, यो चाहिँ सूर्य वृष राशिमै परेको बेलामा शुक्ल पक्षको प्रतिपदादेखि दशैंसम्मको समयलाई मनाउनु पर्ने भएको हुनाले दशहरा चाहिँ यो परिवर्तन हुँदैन। यो चाहिँ हाम्रा नित्य अन्तर्गत नै पर्दछन्। सूर्य जेठकै महिनामा पर्नुपर्ने भएको हुनाले, नत्र अन्य जति पनि हाम्रा जन्मदिनका तिथिहरू हामी मनाउँछौँ, जस्तै जति पनि हामी मान्छेका मृत्युका तिथिहरू, श्राद्ध आदिका कर्महरू गर्छन्, यो सबै पर सरेर जान्छ। यो समयमा गर्न मिल्दैन। यो चाहिँ मलमास चाहिँ अधिक मास, यो बढी भएको समय हो भनेर भनिन्छ। जब यसको प्रारम्भ भयो पुराणको प्रसङ्गमा पनि आउँदछ। ब्रह्माजीका जुन सृष्टिको प्रारम्भमै थियो, ब्रह्माजीका सृष्टि अगाडि बढ्दै थिए, त्यस क्रममा चाहिँ भगवान विष्णुका पार्षदहरू जय र विजयलाई चाहिँ सनकादि 4वटा कुमारहरूले तिमीहरू जाऊ असुर योनिमा जान परोस् भनेर श्राप दिए। भगवानका पार्षद थिए यिनीहरू। श्राप परेको हुनाले यिनीहरू राक्षस बन्न आए र कश्यप ऋषिकी पत्नी दितिको गर्भमा आएर यिनीहरूले बास लिए र कश्यप ऋषिकै पत्नी दितिको गर्भमा 100 वर्षसम्म नै यिनीहरू हिरण्याक्ष र हिरण्यकश्यपु बास लिए। 100 वर्षपछि जन्मे हुर्किएका थिए। असाध्यै यिनीहरू अन्यायी भए, अत्याचारी भए। उनीहरूको बल पराक्रमलाई कसैले सामना गर्न सक्दैन थियो। त्यो हिरण्यकश्यपु भन्नेले चाहिँ ब्रह्माजीको तपस्या गरेर म दिनमा पनि नमरौँ, रातमा पनि नमरौँ, म उज्याल त्यसै गरी म जमिनमा पनि नमरौँ, जलमा पनि नमरौँ, ब्रह्माजीको सृष्टिबाटै नमरोस्, 12 महिना मेरो मृत्यु नहोस् भनेर यसले विभिन्न यस्ता वरदानहरू पाए। यसपछि भगवानले उसलाई मार्नको लागि नै यो महिनाको सृष्टि गर्नुभएको भनेर मानिन्छ। यो चाहिँ 12 महिना भएन, यो 12 महिना भन्दा अलग महिना, यो अधिक महिना, यो बढी भएको महिना भनेर मानियो। र यही महिना समयलाई पारेर साँझको बेलामा हिरण्यकश्यपको वध गर्नुभएको छ। यसलाई मार्नको लागि सृष्टि गर्नुभएको प्रसङ्ग भन्ने पुराणहरूमा आउँछन्। र साथसाथै यो संक्रान्ति नपरेको असंक्रान्ति मासो धिमास स्फुटम स्यात् भनेर यसरी बताएको छ। यो अधिक मास चाहिँ संक्रान्ति नपरेको महिना भएको हुनाले अशुद्ध हुन्छ। जब सूर्यले राशि परिवर्तन गर्दैन हाम्रा व्यवहारमा, सूर्यले यदि कुनै तिथिलाई सूर्योदय हुँदाखेरि भेटेन भने कुनै तिथिले त्यो तिथि चाहिँ टुटेको तिथि मानिन्छ। कुनै नक्षत्रले सूर्योदयलाई भेटेन भने त्यो नक्षत्र टुटेको मानिन्छ, अर्थात् त्यसलाई अशुद्ध तिथि, अशुद्ध नक्षत्र भनेर मानिन्छ। त्यसकारणले गर्दा यो महिना पनि अशुद्ध मानियो। यसमा कुनै पनि त्यस्ता महत्त्वपूर्ण कामहरू गर्नु हुँदैन। यो बेला गर्यो भने यसको फल प्राप्त हुँदैन भन्ने जवाब भयो। त्यो मलमास चाहिँ पीडित भएर भगवान नारायणको सामु गएर मेरो यदि कुनै प्रयोजनै थिएन भने तपाईँले किन सृष्टि गर्नुभयो त भनेर उसले आफ्नो बिन्ती बिसाइसकेपछि भगवानले
यो अधिक मास, यसलाई मल मास त बढी भएको महिना होस् भनेर सबैले उसलाई हेला गरेको हुनाले यो महिनाले गएर भगवान विष्णुसँग भनेपछि भगवान विष्णु त भक्तवत्सल हुनुहुन्छ, शरणागतको रक्षक हुनुहुन्छ। भगवान विष्णुले भन्नुभयो आजदेखि तिमी कसैको होइनौ भने तिमी मेरो महिना हौ, त्यसकारणले आजदेखि तिम्रो नाम अधिक मास होइन, मलमास होइन, तिम्रो नाम पुरुषोत्तम महिना हुनेछ। सम्पूर्ण पुरुषहरूमा उत्तम भनेको म हुँ र मेरै महिना हुनेछ, तिमी सबैबाट चाहिँ पूज्य योग्य हुनेछौ। यो बेलामा निष्कामनापूर्वक कसैले मेरा भक्तिहरू गर्दछन्, मेरो कीर्तन गर्दछन्, मेरो कथा सुन्दछन् भनेदेखि त्यसलाई म मुक्तिसम्म दिलाउँछु भनेर भगवानले उसलाई आश्वासन दिएर उसलाई वरदान दिएर पठाउनु भयो। त्यसकारणले गर्दाखेरि कर्म गर्नको लागि अर्थात् निष्कामनापूर्वक कुनै पनि चाहना नराखिकन केवल आफ्नो परम गतिको उद्देश्य राखेर यो कर्म गरिन्छ भने चाहिँ मलमासको समय असाध्यै राम्रो सत्सङ्गको लागि। तर जुन हाम्रा व्यवहारमा हुन्छन् जेठको महिनामा प्राय विवाहको सायद हुन्थ्यो, विवाह गर्नको लागि, व्रतबन्धको सायद हुन्थ्यो, व्रतबन्ध गर्नको लागि, यस्ता विभिन्न कामनाहरू राखेर गरिने कार्यका लागि चाहिँ यो अशुद्ध महिना मानिन्छ। त्यसकारणले यो समयमा जेठ महिनाभरि हामी कुनै पनि विवाहको सायदहरू भेट्दैनौँ, कुनै पनि व्रतबन्धका सायदहरू भेट्दैनौँ र साथसाथै कुनै नयाँ घर सर्ने, जग पूजा गर्ने लगायतका कुनै पनि कामहरू हुँदैनन्। र आफ्ना विभिन्न उद्देश्य प्राप्तिका लागि भनेर गरिने ग्रह शान्तिहरू भए, रुद्रीका पूजाहरू, सत्यनारायणका पूजाहरू, कामनापूर्वक गरिने पूजाहरू चाहिँ यो समयमा कुनै पनि हुँदैन र निष्कामनापूर्वक गरिन्छ भने यो बेला एकदम राम्रो हुन्छ। त्यसकारणले भगवान नारायणका मन्दिरहरूमा यो बेलामा निकै मेला लाग्दछ। काठमाडौँको कीर्तिपुरमा रहेको मत्स्य नारायण भगवानमा पनि को मन्दिरमा 1 महिनासम्म यो विशेष मेला लाग्दछ। त्यसकारणले यो महिना निष्कामनापूर्वक कर्म गर्नका लागि असाध्यै राम्रो। यसका व्रतका विधिहरू पनि पुरुषोत्तम महात्म्य भन्ने एउटा ग्रन्थ छ, त्यसमा विभिन्न अध्यायहरू छन्, 31 अध्यायसम्म छन्। त्यसमा चाहिँ विभिन्न भगवानका लीला चरित्रहरूलाई सुन्न पाइन्छ। यसले आफ्नो कल्याण गर्दछ। यो समयमा गरेको निष्कामनापूर्वक गरेका कामहरूले चाहिँ परलोकलाई सुधार्छ भन्ने शास्त्रको आशय हुनाले यो मलमासको समय अति नै महत्त्वपूर्ण मानिन्छ। तर यो समयमा चाहिँ निष्कामनापूर्वक नै कर्महरू गर्ने हुन्, काम्य कर्महरू गर्नको लागि चाहिँ यो समय निषेध गरेको छ। तर त्यसका बावजुद पनि हाम्रा जति पनि जस्ता भइपरि आउने नित्य र नैमित्तिक कर्महरू हुन्छन् ती कर्महरू चाहिँ यसमा गर्न सकिन्छ। जस्तो यो समयमा हामीले न्वारन, पासनी लगायतका कर्महरू भने चाहिँ गर्न सक्छौँ।